हेलो गाइस, कस्तो छ हजुरहरूलाई? म एकदम सन्चै छु। अहिले चाहिँ के भन्नु पर्दा म चाहिँ विशेष मेरो गाउँघर देखाउनलाई होइन भिडियो बनाइरहेको छु। मेन कुरो भनेको चाहिँ आज आमा छोरा चाहिँ घर सफाइ हुँदैछ यहाँ, किनभने दसैँ आउनु आँट्यो नि त गाइस। दसैँ आउनु आँट्यो नि त, त्यही भएर घरको वरिपरि झारहरू चाहिँ अलिक उखाल्नु पर्ने हुन्छ होइन। अनि यता चाहिँ फुलबारी छ, मेरो मामुले सफा गर्नु हुँदैछ होइन। मामु एकचोटि यता हेर्नु, मेरो मामु चाहिँ लास्ट दुःख गर्नुहुन्छ कि होइन। मामु हुनुहुन्छ अहिले चाहिँ सुतेर उठेछु कि कस्तो ह्याङ भइरहेछ होइन। किनभने हिजो राति गलेर पनि हो कि होइन। अनि भन्दा पनि यो यतातिर यो काखीमा पासिरहेछ क्या मेरो चाहिँ। अघि चाहिँ मैले ट्याक्कै यो बाटोको साइडमा एकछिन मैले सफा गरेर छोडिदिएको होइन। तर सकाउनु चाहिँ सकाएँ है मैले होइन। अनि यहाँ माथि चाहिँ मम्मीले पहिल्यै सकाउनु भएको थियो रहेछ। अनि फुलहरू चाहिँ टन्नै छ है, फुलहरूको चाहिँ चिन्ता गर्नु पर्दैन, टन्नै छ। अनि यो चाहिँ मेरो ठ्याक्कै भन्नुपर्दा मेरो घर होइन। यो घरको बुहारी बन्ने हो भने आउँदा हुन्छ क्या। यो चाहिँ मेरो बाइक हो होइन। बाइक हल्का बनाउनु पर्नेछ। अनि यो बाइकले मलाई कस्तो देख्छ होइन, एकचोटि कमेन्ट गर्नु है कमेन्ट गर्नु है त गाइस। अनि यता होइन हाम्रो घरतिर चाहिँ चारो पनि राख्छौँ है। किनभने अब गाउँघरतिर सुँगुर भयो अनि बाख्रा भयो पाल्नुपर्छ नि त, चारो दिनुपर्छ होइन। त्यही भएर यहाँ छ चारोहरू होइन, चारो उनीहरूलाई दिनुलाई होइन। अनि यो चाहिँ मेरो किचनमा फेरि यस्तो छ हालत अहिले अहिलेको अवस्थामा होइन। अनि यहाँ चाहिँ फेरि ठ्याक्कै चारो पकाउँदै गरेको होइन, किनकि सुँगुर छ नि त, सुँगुरलाई दिनुपर्ने होइन। सुँगुरलाई यो